हेलो गाइज वेलकम टु माई युट्युब च्यानल अनि मेरो नयाँ मिनी भ्लगमा तपाईँहरूलाई स्वागत छ भन्छु। अनि आजको मिनी भ्लग हुन्छ खाना खाइसकेपछि, किनभने बिहानै म यहाँ उठ्न ढिलो भयो थियो, त्यही भएर खाना खाइसकेपछि एकैचोटि मिनी भ्लग बनाउनु सुरु गरेँ। खाना खाइसकेर चाहिँ अनिखेर म आइदिएँ यता नुहाउनको लागि। हिजो घाँस काट्दिन जाँदाखेरि पुरै यो चोपै चोप लागेको थियो क्या, रुखको चोपै चोप लागेको थियो टाउकोमा, त्यही भएर चाहिँ टाउको साउको नुहाइसकेर चाहिँ अनिखेर पुरै यता घर आएर मेरो लुक्स देख्न सक्नुहुन्छ। नयाँ पनि लुगा चाहिँ त्यही पुरानो लागेको छु होइन, फेरि सो त्यही हो, गाउँले पारा यही हो होइन। अनि यता बारीतिर आएँ, बारीतिर चाहिँ यता मकै सकै नि गोड्ने बेला भएर चाहिँ अब भोलिबाट चाहिँ मकै नि गोड्नुपर्छ। अनि यता आलु नि पुरै फल्न लागिसकेको थियो, अस्ति भएर रोपेको आलु मैले तपाईँलाई भ्लगमा पनि देखाएको थिएँ होला। अनि यता खेततिर चाहिँ गाउँबारी पुरै फुलिसकेको थियो, गाउँ पाकिसकेको थियो। घरतिर आएर यसो गेमसेम खेलिदिइसकेर चाहिँ अनि यसो बाहिर निस्केको, हावाहुरी चला जस्तै भइरहेको थियो। यसो हावाहुरी नि खाइदिएँ, हावाहुरी खाइदिइसकेपछि अब भोक लाग्न थाल्यो, त्यही भएर चाहिँ अनि यता घरमा भेटी दही चिउरा खाइदिएँ। दही चिउरा खाइसकेपछि बेलुका 5 बजे चाहिँ अँध्यारो हुन लागिसकेको थियो, तर 7 बजेभन्दा अगाडि चाहिँ अँध्यारो हुँदैन हो होइन। सो थ्याङ्क्स फर वाचिङ इन दिस भिडियो मन परेमा भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्नु। अनि सबैले युट्युबमा गएर नि सब्सक्राइब गर्नु त।